यार हाम्रो नेपाल इन्डियाको बोर्डर हैन एकदम खोला जस्तै लाग्छ क्या। थाहै हुँदैन कता बोर्डर हो, कता नेपाल हो, कता इन्डिया हो क्या। यतापट्टि इन्डिया हो अनि उतापट्टि नेपाल हो उता हैन। तर एउटा कुरा छ, यो इन्डिया नेपालमा कहिले झगडा नहोस् बरु हैन। किनभने बाटो बन्द भइहाल्यो भने, बोर्डर बन्द गरिदियो भने, काडा तार बेर्दियो भने दुईजनाले नोक्सान हुन्छ क्या, दुईजनाले घाटा लाग्छ। किनभने इन्डियालाई पनि घाटा लाग्छ अनि नेपाललाई पनि घाटा लाग्छ। हामी बोर्डरको छेउमा छु भने हामीलाई धेरै फरक पर्छ हैन। अनि यता इन्डिया बोर्डर साइडमा जति मान्छे छ, जति बिजनेसम्यानहरू छ, सबैजनाले घाटा लाग्छ क्या हैन, धेरै लाग्छ। किन भन्दाखेरि अब काडा तार बेरिदिएपछि त आउन जान मिल्दैन नि त, इन्डिया बाहिर अनि नेपालमा आउन मिल्दैन हैन। यताको मान्छे उता, उताको मान्छे यता आउन मिल्दैन। मेन नाकाबाट के अरे हुन्छ नि भन्सार तिरेर लैजान, यसरी मान्छेले गाह्रो पर्छ नि त हैन। यस्तै मिलिराखोस् कि इन्डिया नेपाल हैन, हामीले पनि एकदम राम्रो फिल हुन्छ, खुसी हुन्छ हैन। बोर्डरमा घुमिराखेको छु हैन, कति मान्छे बोर्डर हेर्नको लागि तर्सिरह होला हैन। हामी बोर्डरमै उभिरहेको छु यार, बिहान बेलुका यहीँ कति घुम्ने बोर्डरमा हैन। घरै बोर्डरमा छ त के टेन्सन हैन, एकदम दामी हुन्छ क्या। कहिले झगडा नहोस् कि इन्डिया नेपालमा। जय नेपाल, जय बालेन सरकार।